सानीगढ हाइड्रो पावर पर्न त पर्यो, तर अब कतिमा बेच्ने त? यो शेयर 2-4 दिनमै बेच्दिने हो कि लामो समयसम्म राख्ने हो त? अनि साथीहरू, यो कम्पनीले हामीलाई प्रॉफिट चाहिँ कति देला त? आजको भिडियोमा चाहिँ यस कम्पनीको वित्तीय अवस्था, यसको पहिलो कारोबारको मूल्य र यो आइपिओ ले कति फाइदा दिन्छ भन्ने विषयमा कुरा गर्न गइरहेको छु। भिडियो सुरु हुनुभन्दा अगाडि सबैलाई एउटा रिक्वेस्ट गर्न चाहे, यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसनलाई नि अन गरिदिनु होला, ताकि यस्तै शेयर मार्केट रिलेटेड भिडियोहरु तपाईहरुले आगामी दिनमा पनि हेर्न सक्नु नै हुनेछ। साथीहरु, कम्पनीको नेटवर्थ 104 रुपैयाँ 57 पैसा रहेको छ भने कम्पनीको अर्निङ पर शेयर 2 रुपैयाँ 80 पैसा रहेको छ। त्यसैगरी साथीहरु, यस कम्पनीलाई चाहिँ केयर रेटिङ नेपालले BB- को रेटिङ प्रदान गरेको छ, जसले चाहिँ वित्तीय दायित्व पूरा गर्ने मामलामा मध्यम जोखिम बुझाउँछ। अब कुरा गरौँ यसको ओपनिङ रेन्जको। साथीहरु, यसको पहिलो कारोबार मूल्य 100 देखि 300 रुपैयाँसम्म हुनेछ। साथीहरु, यसको मतलब पहिलो दिनमै 15 को सर्किट हानेपछि हामी राम्रो फाइदामा हुनेछौं। यो हाइड्रो पावरको कम्पनी भएकाले यो चाहिँ 5 देखि 7 हजार सम्म पुग्न सक्ने सम्भावना देखिन्छ र राम्रो जान सक्यो भने 8 हजार सम्म पनि जान सक्ने सम्भावना देखिन्छ। तपाईहरुले चाहिँ यो आइपिओ कतिमा बेच्ने सोच्नु भएको छ कमेन्ट गर्न नबिर्सिनु होला र भिडियोलाई पनि लाइक गर्नु होला। धन्यवाद।